सबैजनालाई नमस्कार। फेरि पनि म हजुरहरूलाई फाइनल इक्जाम हिटिभिटी अन्तर्गत हेल्थ साइन्सको 2083मा कस्ता प्रश्नहरू आउँछन् भनेर लिएर आएको छु। सब्जेक्ट इङ्ग्लिस रहेको छ। हाम्रो फुल मार्क्स 80मा सोधिने छ भने पास मार्क यहाँहरूले 32 ल्याउनु पर्नेछ र समय 3 घन्टा पाउनुहुनेछ। र पहिलो क्वेसन हामीलाई आउनेछ ग्रुप ए र बीबाट। ग्रुप ए र बीबाट हजुरहरूले दुईवटा प्रश्न गर्नु सक्नुहुनेछ। ग्रुप एबाट एउटा प्रश्न र ग्रुप बीबाट एउटा प्रश्न गरेर यहाँहरूले 2x10 गरेर 20 नम्बरको प्रश्न यहाँहरूले हल गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर क्वेसन नम्बर 2 मा रहेको छ एन्सर एनी 4 क्वेसन्स। हजुरहरूलाई 5वटा क्वेसन दिइनेछ र हजुरहरूले 4वटा क्वेसन मात्र गर्नुपर्नेछ। र त्यस्तै गरेर क्वेसन नम्बर 3 मा रहेको छ हजुरहरूलाई 2 नम्बरको 10वटा सर्ट क्वेसन आउनेछ। गिभ सर्ट आन्सर्स टु एनी 10 क्वेसन्स रहेको छ। यसमा 10वटा क्वेसन हजुरहरूले गर्नुपर्ने हुन्छ। एउटा क्वेसन गर्नुभयो भने 2 नम्बरको आउनेछ। त्यस्तै गरेर यहाँलाई अर्को रहेको छ क्वेसन नम्बर 4 मा मल्टिपल चोइस छ। 20वटा क्वेसन आउनेछ। एउटा क्वेसन गरे बापत यहाँहरूले 1 नम्बर पाउनुहुनेछ र 20x1 गरेर 20 नम्बरको हुनेछ। यसरी नै यहाँहरूलाई 80 नम्बरको क्वेसनहरू फुल मार्क 80 को क्वेसन सोधिनेछ र समय म्यानेज गरेर यहाँहरूले राम्रै गर्नु सक्नुहुनेछ। र लङ क्वेसनमा हामीले फार्मेसी त्यस्तै गरेर एनिमल साइन्स हैन, अनि त्यस्तै रेडियोलोजी यस्तोसँग सम्बन्धित भएको हुँदाखेरि हामीलाई हेल्थसँग रिलेटेड नै लङ क्वेसनहरू आउने हुन्छ। यहाँहरूले राम्रोसँग तयारी गर्न सक्नुहुनेछ। र फेरि पनि यहाँहरूलाई यस्तै क्वेसनहरू सम्भावित क्वेसनहरू लिएर आउने जमर्को गर्नेछु। हेरेर प्रतिक्रिया दिनुहोला। राम्रोसँग यहाँहरूले तयारी गर्नुहोला। क्वेसन नम्बर 4 को मल्टिपल चोइसमा हामीलाई क्वेसन नम्बर 1 मा 20वटा क्वेसन सोध्छ भने प्रत्येक क्वेसनमा 4वटा अप्सन हुनेछ। जस्तै अ स्ट्रङ विन्ड डट सिन्स द लास्ट नाइट छ भने हजुरहरूले चुज गर्नुपर्ने हुन्छ ब्लोइङ, इज ब्लोइङ, ब्ल्यू, हेज बिन ब्लोइङ। यसमा कुन आन्सर कुन अप्सन ठिक हुन्छ त्यो मात्रै हजुरहरूले सार्नु होला। 3वटा बाँकी रहेको सार्नु पर्दैन। त्यस्तै गरेर ही सेड हु आर यु। द करेक्ट इनडाइरेक्ट स्पिच इज ही सेड मी हु आई वाज, ही आस्क्ड मी हु आई वाज, ही सेड मी द्याट हु वाज आई, ही आस्क्ड मी हु वाज आई। यसमा हजुरहरूले करेक्ट जुन अप्सन्सहरू चुज गर्नुपर्ने हुन्छ, लेख्नुपर्ने हुन्छ। यसरी नै हामीलाई यो ग्रामरबाट पनि आउँछ। ग्रामर टेन्सबाट आउँछ, स्पिचबाट आउँछ, भोइसबाट आउँछ, त्यस्तै प्रिपोजिसन्सबाट आउँछ, आर्टिकलबाट आउँछ। त्यस्तै गरेर प्रिफिक्स र सफिक्सबाट पनि आउने गर्छ। अनि भोक्याबुलरी लिस्टबाट जस्तै भोक्याबुलरी लिस्टमा हजुरहरूलाई स्पेलिङका कुराहरू आउँछन्। त्यस्तै गरेर जस्तै जेनोसाइडका मिनिङहरू, युफोरियाको मिनिङहरू हैन, इन्फेन्टिसाइडका यस्ता मिनिङहरू, केल्याङका मिनिङहरू, यसरी हामीलाई भोक्याबुलरीबाट पनि क्वेसनहरू आउने गर्छ। जस्तै प्याथोलोजी इज द वर्ड विच स्टडिज भनेर आउँछ। जस्तै आर्डियोलोजी यस्ता कुराहरू हजुरहरूले चुज गर्नुपर्ने हुन्छ। र ल्याङ्ग्वेज फङ्सनका कुराहरू छ। विच इज द पोलाइट ल्याङ्ग्वेज फङ्सन्स भन्ने कुराहरू पनि यहाँ सोधिएको छ। र हजुरहरूले राम्रोसँग तयारी गर्नुहोला। र सफलताको शुभकामना। थ्याङ्क यू।